हो र अब मोबाइलमा छ हजुरले त्यो भाउजूलाई फोटो खिचेर पठाउन लगाउनु है हेलो दाइ ल है अहिले चाहिँ हामी कहाँ हो सुकुटी खान जाँदैछौँ शिवपुरीमा 3-4 महिनापछि बल्ल प्लान सक्सेस भएको छ पानी पर्यो जाँदा जाँदै हुनु परिहाल्यो नि रविन दाइ हो प्लानर मेन अनि रविन दाइले गर्दा त हो नि होइन अलिकति मैले चाहिँ 11:30 बजे निस्क्यौँ भने कति बजे 11:45 12:30 किन ढिला पस्नु परेन अलिअलि रविन दाइले ढिला गरे है आज तर ठिक छ बिस्तारी बिस्तारी गइन्छ 81 पानी पर्यो टाइम छ त्यही भएर पानी पर्यो मैले भिडियो रेकर्ड घरमा छोरा 12 को लागि हेर्दै हुन्छ ठिक छ दाइ कस्तो लागिरहेछ ल हामी चाहिँ अहिले ठ्याक्क माथि भन्ज्याङ आइपुग्यौँ होइन यहाँ यस्तो छ है पहिरो यस्तो डेन्जर गएको थियो पहिला अहिले चाहिँ यो चाहिँ सूर्य चौरु त्यो हो सूर्य चौरु हजुर हजुर त्यहाँ नजाने हामी अहिले जानलाई त तल गुरुङ गाउँ सुकुटी खाजा घरमा हो दाइहरूलाई चाहिँ टेस्ट गर्नु मन लाग्यो अरे शिवपुरी है ऐसेलु पाउँथ्यो अब खोइ कता कता छ यहाँ उ त्यो गहिरोमा उतानेरि ठ्याक्कै यहाँबाट देख ए खोलामा बस्नु भएको छ त्यही खोलातिर त हुँदै कति भयो अरे यही त हुन्छ जाने नै मैले चाहिँ तपाईँहरूलाई के भनेको भने होइन यहाँबाट जाऊँ अहिले त पानी परेर अब अलि मौसम त्यस्तै त्यस्तै छ यहाँको तल खोलामा गएर पौडी सौडी खेलौँ भन्ने सोच थियो क्या मेरो चाहिँ दुईवटा बाटो छ त एउटा यो बाटो छ एउटा उता पुलिस चौकीबाट यता राइटतिर लाग्ने दुईवटा बाटो छ जताबाट गयो नि हुन्छ तर यताबाट छिटो हुन्छ यो राइटबाट यो बाटो भन्दाखेरि हामी अहिले कहाँ जान्ला अहिले यहीँ खाँदमा आइसक्यो तिनीहरू यो त्यहाँ नि पुग्नु पर्दैन यतै माथि नै भित्रपट्टि पुरो त्यस्तो हो ल हान्नु हान्नु ल चस्मा देऊ नि त तिम्रो हामी चाहिँ सुकुटी घर गुरुङ गाउँको सुकुटी खाजा घरमा आइपुग्यौँ प्याक छ यार प्याक छ भाइ प्याक छ आज प्याक छ शनिबार यस्तो प्याक हुन्छ शनिबार होइन अब दाइहरूलाई अरू दिन बिदा छैन होइन दाइ शनिबार यता आउनु पर्यो भन्नु यसको अनि बसौँ ल रविन दाइ सुकुटी खान मस्त तेरो भ्लग हैन तेरो क्लिप हुन्छ त यहाँ भ्लग सिद्धि छ बोल्नु न तपाईँ बोल्नु न यहाँ 10 मिनटको बनाइहाल्छु म बनाउने भए अस्ति
सरले बनाएको त्यसले राम्रो बनाउँछ है ल यहाँ हेर्नु त तपाईँ मेन सर मेन सर यहाँ हेर्नुहोस् के खाना आउनु भयो यहाँ सुकुटी हाम्रो कस्तो एकाउन्टेन्ट सुकुटी खाना के अरे सुकुटी खानुपर्छ के अरे मैले नि बिर्सेँ उपाय सिटीको हेड म्यानेजर सर होइन अब कुरो यस्तै हो दाईहरू चाहिँ दाई फर्स्ट टाइम सुकुटी खान आउनु भयो रविन्द्र दाईले त पहिला खाइसक्नु भयो लक्ष्मण दाई नि म फर्स्ट टाइम फर्स्ट टाइम फर्स्ट टाइम जिन्दगीमा कस्तो सुकुटी नै खाएको छैन आज खानु भएको छैन दाइले जिन्दगीमा केही खाएको छैन दाइले अहिले बिहा पनि खाँदैनन् छ्याङ खाँदैनन् दाइले केही खाँदैन दाइ ज्ञानी तर यहाँ त छ्याङ खानुपर्छ अर्डर गर्यो नाटक नअर्छ है यस्तो मलाई ज्वरो आइरहेको किन यहाँदेखि केटा अरे यार अनि खाली आउँदिन भने अनि तिमीहरू फेरि मलाई कहीँ जाँदैन ए यहाँ त अर्कै कुरा भयो त ल तर खानुपर्छ भन्नु जानुपर्ने हो कि आफै हामी त मेरो त केही खानै मिल्दैन दाँत यस्तो छ हेर्नै बस्ने हो दाइ हामी त सुकुटी खानै बस्थ्यो अनि मेरो त सुकुटी खान नि मिल्दैन कि दाइ यार तिम्रो दाँतै हो किन राइडर जोडेहरूलाई देखौँ होइन खाली छ आएको होइन पेप्सीलाई के देखाउनु होइन यति प्याक छ त्यो ठाउँ होइन अब अर्डर गर्न जानु पर्यो आउनु जानु को भाइ आउँदैछ ल धन्यवाद धेरै कि त जम्बोकोमा आउँछ धेरै जम्बो नल्याउ न सानो जम्बो मिनरल वाटर दाइ दाइ ट्राई हान्नु त कस्तो छ यहाँको कस्तो लाग्छ चाहनु ल ल चाहनु न धेरै कतिको मेहनत पछिको दाइहरूले हामी हेर भुटिया मकै जस्तै रहेछ हजुर भुटिया मकै जस्तै रहेछ भुटिया मकै किन चाम्रो कराङ कराङ भएर हो र मिठो छ यार ल खानु दाइ त हान्न खान्छु हेर्दैछु कि दाइहरूले खाएको भाइ सुरु गरौँ ल है ल अरू यसले माथि बनाउनु पर्थ्यो कि अझै म त अलिक सानो पिस खानु पऱ्यो खाइदिउँ न त होइन बाहुनको छोरीले यार के देखाएर खानु आज के भनौँ नि मिस्टर फुडीले चल्यायो मान्छे आउँदैन योभन्दा कम थिएन क्या त्यो मिठो बनाउँ ल फर्स्ट लट सकेर सेकेन्ड लट विथ बदाम जुस है हामी दुईजना चाहिँ बदाम जुस के दाइ यिनीहरू चाहिँ छ्याङ खाँदैछ ए सबैजना ल एक बाइट लिइदिइहालौँ कस्तो पानी परेको पानी बबाल परिरहेको छु त होइन काठमाडौँ चाहिँ यता माथि पर्छ यता चाहिँ मेरो गाउँ पर्छ नुवाकोटै हो यो पानी चाहिँ बवाल पर्छ यसलाई भन्छ गुरुङ गाउँ कहाँ छेउमा रोक्यो यार गाडी ल ठिक छ किशोर सबभन्दा राम्रो यहाँ हाल्यो त्यो त्यो अनुहारै आधी काटेछ अरे सुरु भइसक्यो भइसक्यो ओ केटाहरू यहाँ शिवपुरीमा टक्कसँग है काजी यहाँ दानाको गाडी आइरहेछ यस्तो यहाँ चाहिँ भन्दो रहेछ यहाँ भाइहरूले काटिरहेको छ यहाँ मस्तसँग
अहिले घाम लागिरहेको छ यहाँ अघि पानी परिरहेको थियो के भित्र ल अन्तिममा टन्ना खाइयो सस्तो है त ठिकै है कस्तो लाग्यो तपाईँलाई सस्तो छ राम्रो छ मिठो छ सुकुटी खाना आऊ हाम्रो सुकुटी खाना आऊँ होइन हाम्रो चाहिँ नुवाकोटको ओइ झन्डै नलडे शिवपुरी सन्तोष दाई नचलाउनु न म चलाउँछु सन्तोष दाईले चलाउनु सन्तोष दाईले यार कसरी डर लाग्यो यार तपाईँ पाउनु तपाईँहरू म लक्ष्मण दाईसँग बस्छु ल ल होइन ऊ त्यहाँ पुलिसको चेकिङ पर्छ दाइ उता ऊ त्यहाँनिर पुलिसको भिड छ त त्यसो हामी अगाडि जान्छौँ अनि हामी अगाडि जान्छौँ ल ओके यहाँ चाहिँ खाएर हिँड्यो होइन दाईहरू हौजल शिवपुरी सुकुटी घरमा सुकुटी खाइयो यस्तो छ ल आउनु दाइ रविन दाइले सम्हालेर लिएर जानु होला बुढाले हेर्दा मात्र यस्तो देख्छ सुकुटी खाजा घरबाट लागियो किन रोकेछन् भने त ऐसेलु खान काँडाले कोर लगाइदिए कति दामी रहेछ तर टिप्न सक्नु ल रविन दाइ त हेलो हेलो नाम के हो भनिदेऊ हजुर नेन्सी शाह ओके ऐसेलु खायो हो र ए कहाँ छिरे नि है यहाँ त ल घोच्यो दाइ घोच्यो त्यो गुलियो रहेछ न त्यो माथिको त टिप्नै सक्नु पर्यो नि हजुर थ्याङ्क यू दाइ ऐसेलु खाम टिप्छ दाइ गइछ कसरी जाने मिठो बनाइदे हजुर हेलो गाइस बोल्दिनु न एक दुई शब्द दाइ एक दुई शब्द म बोलिदिन्छु आज अनि सन्तोष दाइले टिपिरहेको छ ऐसेलु लक्ष्मण दाइ गइरहेछ कफल टिप्न यति हो मेरो दुई शब्द चार शब्द बोलेर मै भित्र आएर टिपिने नानी ठिक छ नेचुरल कुरा खानु पनि पर्छ पर्छ दाइ नेचुरल कुरा खाने कहिलेकाहीँ होइन हेल्दी कुरा पनि खानु पर्यो नि त अब ऊ काफल खान जानुपर्छ त एक दिन उता एक दिन काफल हन्टिङ गर्न जानुपर्छ हामी बुझिस् हेर्नु आमा थ्याङ्क यू दाइ यस्तो हो नि त यो चाहिँ गुलियो रहेछ गुल्ली खायो भयो पुग्यो मुखमा हालिहाल्यो जाउँ ल है एकदम हुस्सु लागिरहेछ बादल लागिरहेछ पुरै हुस्सु हो कि बादल हो यो के हो यो ल भनिस्यो ल हजुर यता जाँदै कि यता जाँदै यु गोइङ विच वे ए सुर्खेतदेखि पो आएको नुवाकोटमा होइन घर मेरो घर त नुवाकोट हो कहाँ छ नुवाकोट कहाँ छ यता जाँदै कि यता जाँदै छौ त यो डब्बा चाहिँ भरेन भनेपछि यो सिधै भनेपछि नि यहाँ भित्रको सिधै भनेपछि फेरि कोठमा जाने उता भरेर मात्र जान्छु म त ए भरेरै जाने बट्टै भरेर ए सही हो आम्मामा के मामा आमा ए बट्टै भर्न लाग्नु भएछ न भन्दै ल ऐसेलु खाने कपाल बिग्रेछ ऐसेलुको पात भन्नु न अब पुग्यो त ऐसेलु अब उतापट्टि बसौँ ल घर उता जानेरी के रे रविन दाइ चेकपोस्ट कटेर बस्ने हो र होइन त्यही भने मैले
भाउजूले टाइम दिइसकेछ के 5 बजे आऊ भनेर भन्नु मलाई भन्या के रे ल ल भन्नु सन्तोष दाइलाई भाउजूले 5 बजे घर आउनु भन्नु भएको छ 5 बजे जसरी बरु प्लेनमा आऊ उडेर जसरी नि आऊ जसरी आउनु पर्छ कि सन्तोष दाइ लक्ष्मण दाइलाई नि लक्ष्मण दाइ त चिलवाला हो चिलवाला हो ल बोके खान प्रसाद टाइम लिमिट ओ सन्तोष दाइको हर्टबिट चेक गरेर राख ल अब हामी अन्तिम हो यो चाहिँ आजको होइन सुकुटी खाएपछि यहाँ कोही कोही लस्सी खाँदैछन् अरू चाहिँ लेमन टी खानेले लस्सी खाने हो अलि पैसा हुनेले के साउबाहरूले हामी त चियामा ब्ल्याकमा ब्ल्याक हामी लेमन टी दाइ लेमन टी रविनको यहाँ यार चिया नबसेको भए आज रविनको स्टोरी पनि खुल्ने थिएन है हजुरलाई भोलि सपिङ लगिसक्छ कम गाह्रो छ कति बगा खानु दाइले सपिङ बुढी साथीलाई उसले कति त्याग गरेको छ यार अरे भाउजूलाई सपिङ लान्छु भनेर भाउजूलाई सपिङ लान्छु भनेर घुम्न आछन् ल त एक शब्द भनिदिनु भाउजूलाई माया देखाइदिनु भोलिको दिन सबै भाउजूलाई मात्रै हो उसलाई मात्रै भोलि मलाई कहिले फोन गर्ने न चिया खान पनि भेट्दिन म भोलि उसलाई मात्रै हो भोलि म दिउँसो मात्रै केटालाई सन्तोष दाइको अलिअलि दुःख नि सुनौँ न त के भन्नुभयो भाउजूले हजुरले के भनेन कता हो छिटो आइस्यो ढिला नगर्छु वाउ आइस्यो हजुरलाई नि हजुरलाई ल यो भन्दै आजको भिडियो बाई बाई है त ल बाई बाई ल अब अर्को भिडियोमा भेट्छ हामी छिटै ल थ्याङ्क यू